स्पोर्ट्सको न्यू लाइनअपमा एएसटीको एक्स प्लेयरहरू छन्। सो हिडन लिफ स्पोर्ट्सको लाइनअपमा ट्रिक्स, रिक, डेल्टा र हिम्सन हुनेछ। अल्सो पेक्काको पनि लाइनअप बन्दैछ। पेक्काको लाइनअपमा पेक्का, नर्जु, रिउ, तमाङ रहेको छ। सो लङ टाइम पछि मिजु छुट्टा छुट्टै टिमबाट खेल्नेछन् भने तमाङले 4 रैङ्कको रोयल जुटी छोड्दैछन्। यी कुराहरू विदाउट प्रुफ र र्युमर्सको भरमा सेयर गरेको होइन। पेक्काको लाइनअपले स्क्रिम्स खेल्दाको स्क्रिनसट स्क्रिनमा देख्न सक्नुहुन्छ। अल्सो 4 रैङ्कको रोयल जुटीको पनि रोस्टर स्क्रिनमा देख्न सक्नुहुन्छ। लाइनअपमा ओके, डिडी, एक्जी, जाइरो। त्यसै गरी हिडन लिफ स्पोर्ट्सको एक्स प्लेयरहरू टिजिबीबाट खेल्दैछन्। सो प्लेयरहरू लिक्विड र लास। अल्सो 4DM को प्लेयर किलबङ्गो लाइभ भएको बेलामा पनि पेक्का र एचएलएक्सको टिमको प्लेयरहरूको बारेमा इन्फोहरू सेयर गरिएको थियो। सो क्लिप स्किप नगरी तपाईँले हेर्न सक्नुहुन्छ। मलाई मार्छ यार दाइले यार सबै दाइले को एचएलएक्स को थाहा छ दाइ सबलाई थाहा छ त के अनाउन्समेन्ट हो र एचएलएक्स हिम्सन एचएलएक्स पेका हैन हो मेट को एचएलएक्स को लाइनअप मात्र त्यो लाइनअप हैन हो त्यो लाइनअप कुन ट्रिक्स हो रोनमै नभने रोनमै ट्रिक्स वाला ट्रिक्स वाला हैन दाइ अर्कै वाला दाइ बुझ्नु न अब मार्केटमा डिस्पेन भएको लाइनअप हो के अहिले कुन भएको छ कुन वाला लाइनअप हो र अनि त्यस्तो त्यो खतरा लाइनअप छ हौ हल्का रेटेड लाइनअप हो के सबका आँखामा नजर पर्ने लाइनअप यो पालि एसएलको लाइनअप नि हुन सक्छ है यो पालि एसएलको लाइनअप ए हो र फेरि डिस्ब्यान्ड भइसक्यो रे एसटी यो दाइ त के खोले यार एसटी होइन हौ 4YLC हो त्यो 4YLC को के 4YLC डिस्ब्यान्ड हो यार जे होला नि के हो 4YR सौगातले सकिन ग्राउन्डबाट बनाउनलाई अनि खतरा प्लेयरहरू उठाएको लास्टको छ नि लास्टमा लेखेदिन मैले नाम लास्टमा भएन लास्टको भएन भने चाहिँ सेकेन्ड वाला खेल्छ हानम सब्स्क्राइब नि हानम नयाँ छ भनेसी भति ग्यान्टे छन् हो वाउ हैन हौ नाइस यार नाइस सौगात है नाइस हाम्रो केटाहरू उठाएछ यार सौदाले कहाँ त्यत्रो एफोर्ट गर्न सक्छ मेट त्यो होइन हौ त्यो तामाङहरू हौ तामाङहरू त मलाई तामाङ पेक्का रिउ अनि त्यसपछि नोटजु एउटा लाइनअप भइसक्यो